यो हलेसी खोटाङ जिल्लाको हलेसी महादेवको मन्दिर भन्दो रहेछ होइन। यो चाहिँ बुद्धिस्ट धर्मको गुम्बा रहेछ। यो चाहिँ बुद्धिस्ट धर्मको गुम्बा रहेछ। अनि यहाँदेखि भित्र छिरेपछि आउने बाटो त यो भयो। फेरि यो चाहिँ भित्र छिरे होइन। यस्तो रहेछ कि यो चाहिँ गुम्बा अरे, बुद्धिस्टको गुम्बा अरे। यहाँबाट छिर्ने रहेछ कि यो चाहिँ बुद्धिस्टको गुम्बा अरे। अनि यो चाहिँ घन्टा सन्डा रहेछ। म चाहिँ कुनै दर्शन गर्न आएको त होइन, तर म एउटा सवारी चालक ड्राइभर भएको हुनाले, कामको सिलसिलामा अब कस्टमरलाई त ल्याउनै पर्यो होइन, गाडी चढ्ने मान्छेलाई त ल्याउनै पर्यो होइन। अनि म गाडी चलाउने क्रममा यसो फोटो भिडियो चाहिँ खिचौँ भनेर आएको हो। त्यो बौद्धको गुम्बा चाहिँ यहाँ पऱ्यो भने यो चाहिँ महादेवको स्थान अरे। यो चाहिँ गुफा जस्तो रहेछ। हेरी गुफा नै भनौँ, यो पहरा रहेछ, तल गुफा रहेछ। यो गुफाको तल चाहिँ अब यो खोटाङ जिल्लाको हलेसी महादेव भन्दो रहेछ। म चाहिँ फोटो भिडियो खिच्ने मात्रै हो। म त क्रिस्चियन धर्म मानेको मान्छे होइन, क्रिस्चियन धर्ममै आबद्ध हो म। तर पनि अब प्यासेन्जरलाई, गाडीमा चढ्ने प्यासेन्जरलाई सेवा दिने क्रममा र उहाँहरूलाई घुमाउने क्रममा म कामको सिलसिलामा आइपुगे मात्रै हो। आइपुगेको बेलामा चाहिँ कहाँ गयो त भन्ने चाहिँ यस्तो खालको बिरालो त देखेकै छैन मैले त। यहाँ पो देखियो बिरालो। हेर्नु त यी बिरालो हेर्नु कस्तो कलर, खरानी कलरको पो छ। सादा प्लेन खरानी कलरको बिरालो छ। मुख चाहिँ हल्का अर्को कलर हो कि जस्तो छ। यो बाटो, हिँड्ने बाटो मात्रै आउँछ। अनि यो चाहिँ यहाँ चाहिँ कस्टमरलाई सेवा दिने क्रममा आएको मात्रै हो। अरू चाहिँ के पनि होइन, फोटो भिडियो खिच्ने भनेर नि। यस्तो रहेछ यहाँ चाहिँ, यस्तो रहेछ। फोटो भिडियो खिच्ने मात्रै हो। गुफा जस्तो छ। गुफाभित्र चाहिँ यो गुफा जस्तो छ, यति रहेछ। फेरि यहाँदेखि भित्र जाने बाटो त छैन के अरे, सोध्नुपर्छ। लामाहरूले पनि पढिरहेछ।
यहाँदेखि कतै पनि जाने बाटो छैन यति गुफा जस्तो मात्रै हो यो गुफा जस्तो मात्रै हो यहाँदेखि अन्त जाने पाल छैन जय हनुमान गुरुरान सागर भन्दा गर्भ से ये बीमार हो जाएगा चार को हो मम्मी को हो मम्मी कहाँ छ मम्मी यो हेर नि टोकरी हो